जिउँदो त्यहाँ छ अरे आखिर त्यसलाई मारेर खाने त हो खाना त अनि जिउँदो भयो नि मरेको भयो नि के हो र छोरी मान्छे हुनु घरमा यस्तो हुन्छ साथीहरू हाम्रो भाउजूको छोरी हो आमा मिनु तेरो फेभरेट मेवा हेर त ओइ मिनुको लागि लान्छु म एउटा केरा ए के अरे मेवा दाजुको अवस्था कस्तो यो मदन मजा हो साथीहरू पहिला त एरिया ठुलो जस्तो लागेको हिजो आज त कोही हेर्नु त सानो जस्तो लाग्यो कहिले जाएको त झेम झेनम के तारा अगाडि खानु भाइ विशाल भाइ जाम चुल्लो भएन एकता कम्पनीको चुल्लो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल गाइज आज मेरो माइतमा दोस्रो दिन अब चाहिँ एकदमै गाह्रो काम गर्दैछु म भाँडो भने कार्यक्रम गर्नु पऱ्यो अरे साथ दिनु पऱ्यो मैले पनि यो दिदीले के हुनुहुन्छ मेरो हजुरलाई मेरो फेरिमा आउँदो भए म यो पुरा उचाल्न नि सक्दैन तपाईँको त म भाइ हो नि यस्तो गरी कहिले हेपेर बोल्नुहुँदैन बर्थडे थियो दिदी खाना नखाइकन यो रोमाल बाँधेर पनि कहिले आउनुपर्छ कोही गाउँमा आउने बात पनि दिँदैन बुझ्नुभयो जाँडेबाट गाई जाँडोबाट यसको मतलब ब्ल्याङ्केट लिने हो आज त भने छोरा साथीहरू अघि रातिहरू मुदियो बिजोको पारिदियो अब घर जाउँ कि यहीँ बसो कस्तो बिजोक भयो अब त्यो चिसो ओछ्याउन जस्तो नसक्ने भयो कहिले पनि मुदाउने साथीहरू आज राति मुदियो है मामा घर आउने लक्ष्य हो कि क्या हो खुसीले टोइलेटमा गएर मुदेछ सपना आयो ल अनि ओछ्यान मुदेछ मेरो छोरालाई यता हाम्रो जेसन 2000 दिन्छु के कति गरी देखा तिमी ए 2000 मा ल जाऊ हटा आए त्यो कालो रहेछ के त्यो यो राम्रो बाबुले त टेके 2000 यो 2000 4000 4300 भएछ खोल हालेपछि त्यो कत्रो गरौँ मामाले लिनु भयो गाइस आज हैन मान्छेलाई लाउने यति सानो मान्छेलाई लास्ट भयो म लास्ट दाम भन्दिछु 1500 मा छोड्दिनु यो पट्याउनु न पातलो हो नि अघि भन्दा न बिल्कुल पातलो म घाटा खाएर दिदैन होइन त्यो अघि ल साथीहरू बजार जाऊँ भनेर दिदीसँग यस्तो दिदी घरतिर आएको दिदीको छोराले सन्चो भएन अरे खोला नाला जता त डुलेर हिँड्छ यिनीहरू यो पनि गएको थियो दुइटा धनै नाला के भएन छ त्यसलाई चाहिँ टाउको दुख्यो अरे खै के भयो जङ्गलतिर गएको भन्छ घरमा आइज भनेको नआएर गयो टाढो म घरमा गएँ फेरि त्यसलाई नि अलिक फुक्न लानु पऱ्यो दाइ हुन्छ भनेर हेर्नु पऱ्यो त्यसपछि बडा जानुपर्छ साथीहरू अलिअलि सरसामग्री किन्नुपर्ने छ र यता हाम्रो चाङ्गालाई चाहिँ भन्दै हुनुहुन्छ एक्लै हो कस्तो जाँगा लागेर चाङ्गलाई मलाई त निन्द्रा मात्रै लाग्थ्यो एक्लै त मलाई त सक्दैन हो लास्टै निन्द्रा लाग्छ यो गलाएछ भनेपछि त झन् र यता देख्न सक्नुहुन्छ साथीहरू अब के हो तामाङ ड्रेसको फ्रक त यसरी फालेको यस्तो पहिला यो लाउनु नपाएर बापरे बा र मैले हिजोदेखि यस्तै लुगा लगाएर बसेको छु आमाले यस्तो ल्याउनु भएछ अनि फिटिङ गरेर लगाऊ रे उनीहरूको त ड्रेस यस्तै अरे कि सेटै रहेछ तर मैले तलको चाहिँ लगाएन माथिको चाहिँ लगाइदिएँ अनि मेरो लुक यस्तै हो गाइज र मकैहरू देख्न सक्नुहुन्छ कति ठुल्ठुलो भएछ हरियाली शान्त वातावरण छोरी मान्छे हुने घरमा यस्तो हुन्छ साथीहरू हाम्रो भाउजूको छोरी हो काउली पकाएर भात पकाएछन् यहाँ रहेछ सोचाक्कु त्यहाँ छ काउली कहाँ गयो खाना पकाएर खै खाएन अझ यता केरा हेर्नु नि साथीहरू केरा छिप्पिसकेको रहेछ तर जाडो मौसम भएर टमाटरहरू कति धेरै निस्केको त यो छर्नु भएको कि यो आफै निस्केको टमाटर तन्ने रहेछ त यो रोप्या हो र यो
अझ यहाँ खुर्सानी पनि रहेछ ज्यानमा र खुर्सानी चाहिँ छैन तर एउटा सानो रहेछ दुईवटा रहेछ ऊ पर पनि रहेछ अझ कस्तो राम्रो आएको कि यो मकैहरू त घन्टी फुल अनि यता रहेछ मेवा आमा मिनु तेरो फेभरेट मेवा हेर त ओइ मिनुको लागि लान्छु म एउटा केरा ए के अरे मेवा यहाँ हेर त पाकेछ भाइ पाकेछ कत्रो कत्रो केरा हो यो त फर्सी ए केरा त आज मुखमा छ्याक्की भएको फर्सी मेवा हो कि यो गजब हेर कसले हेरेर ट्राई गरेर हेरेछ पाकी पाकेन हेरे क्या उयो त कत्रो झन् चिप्पा इङबा यस्तो भन्नुपर्छ त मेवा त एउटाले इङ हुन्छ गजबको चिसो पनि के हो कि चिसो अस्ति एकछिन घाम लागेको जस्तो कस्तो राम्रो घाम लागेको थियो हिजोदेखि त घामै हरायो यहाँ माइत आएको साँच्ची भनेको कसम बिजोग हुनुभयो बच्चाको लुगाहरू चिसो भएर घाम लागेको छैन यो बेच नसुनाउ तपाईँलाई तपाईँहरूको आँखाबाट आँसु जान सक्छ मेरो सुनाउँदा आँखाबाट आँसु आइसक्यो हल्का रमाइलो गाइज भएन सिद्धार्थको अवस्था कस्तो अवस्था हेरेर हाँस्छ यस्तो छ आन्टीहरू टाउको दुख्यो भन्थ्यो त्यही भएर बाँधेर छ टाउकोमा अब लाने उसलाई पनि लाइ साथीहरू हामी सिक्सक्यो बजारको लागि छोरो पनि बोकेँ उता हुनुहुन्छ दिदी उता हुनुहुन्छ आमा आङी हजुर साइकल चलाउने रे मेरो छोरा पनि प्लेन चलाउने रे कसैलाई खानेकुरा दिन्छौँ हामीले हस् हुँदैछ हो त्यो हाममा खाने हामी ल अटो यहाँ छ साथीहरू यहाँ हाम्रो बाबु काकाको अटो अगाडि देख्न सक्नुहुन्छ अटो छ थाकेँ बरु म एकदम चिसो हावा छ लाग्छ साथीहरू अगाडि छ भाइ विशाल भाइ जाउँ आइज बजार जाने हिँड यो हाम्रो बस्ती हो साथीहरू हाम्रो गाउँ बुद्धनगर हामी चाहिँ बजार जाँदैछौँ मधुबन बजार सुनको सालमा पनि जाँदैछौँ हामी सुनको भाउ सोध्नु पऱ्यो मधुबन बजार आइपुगेको अवस्था साथीहरू यतातिर देख्न सक्नुहुन्छ ठेला ढुङ्ग्रो यता तातो तातो लुगा कतिपय पसलहरू बन्द छ खसीको मासु लिन आएको छ हामी चाहिँ स्पेसली है देख्न सक्नुहुन्छ अब दिदीले यो भिडियो हेर्दैन मासु देखायो भने चाहिँ खाने हो खसी मासु लक्की आइज उता कति राम्रो ट्र्याकहरू रहेछ बरु हजुर हजुर के खाने खानेकुरा खाने ल ल जिउँदो त्यहाँ छ अरे आखिर त्यसलाई मारेर खाने त हो खाना त अनि जिउँदो भयो नि मरेको भयो नि के हो र mana खोम्रो किलो त आलु लानु पर्यो क्या है आलु कसरी हो एक पसेरी लग्यो भने डिस्काउन्ट हुन्न इजी वान हो त त्यसो भए एक पाउ त हाल्नु न अब एक पसेरी लाँदा पनि त्यही भयो अरे एक पाउ हाल्नु आलुलाई नि मजाले उसिन्ने अनि चटचट दुईवटा के हो पिस बनाउने त्यसपछि त्यसमा लसुनको के हो पत्ता सत्ता हालेर मजाले पकाउनुपर्छ कि दामी यो मदन बजार हो साथीहरू पहिला त एरिया ठुलो जस्तो लाग्थ्यो त हिजो आज त खोइ मलाई त सानो जस्तो लाग्यो पहिला यहाँ ठुलो रुख पनि थियो त है यहाँ रुख थियो त पहिला काट्यो क्या त्यो
यहाँ ठुलो रुख थियो साथीहरू रुख पनि रहेनछ ठुलो रुख चाहिँ कहाँ छ बेलुवामा हो के है रुख थियो त यहाँ तँलाई पनि थाहा छैन बहिनी पऱ्यो बहिनी दिदी होइन दिदीलाई सब थाहा तिमी कति वर्षमा आयो यहाँ म त्यहाँ त अनि 10 वर्ष बस्यो त अनि कहाँ सानोमै गएको त हामी त फोन गरेको हामीलाई हाँ मलाई सोधिरहेको थियो पिछुलीले अघि मसँग उयो छैन कन्ट्याक्टमै छैन त अनि हाम्रो खाजा आयो गाइस यस्तै हो खाजा मदन बजार आएपछि यस्तै खाजा खाने है कौशली एउटा रकेट पाएको अवस्था बिचमा ल रकेट एउटा समस्या ल्याएको छ दादाको फेभरेट समोसा खाऊ अब घरमा गएर देख्यो भने बर्बाद हुन्छ त्यही भएर यहीँ सकाएर जाने हो छिटो भयो आमा पुग्दैन त्यो सादा खाने मानेले पिरो भएर केही छैन गाह्रो भयो आमालाई यसरी भात पछाडि छ हामीले खाइदियो कस्तो तिमी खाऊ आफ्नो त्यहाँ पकाउनु नि छ ल गाइज हामी चाहिँ तामाङ ड्रेस हेर्न आउँछौँ आमाको लागि बक्खुरे त्यही त यो भएन के मेरो आमा सुमित्र दिदीको आमा सुमित्र दिदीको आमा रे हामी आएको अहिले प्रमिला दिदीको दोकानमा खोइ त अनि साउने त छैन साउनी हो क्या त्यहाँ कता हेलो हेलो के भएको साउने भाइरल हुन्छ भयो त वा कौशल के हो यस्तो व्यवस्था पारेर बसिन्छ त यार सानो ठिक छ जिन्दगी म छ बक्खु त बाखा मात्र हो कि दिदीको लेहेङ्गा पो देखाउनु लाग्छ ए हो त बे लङ्गा रे लेहेङ्गा ल दाम देख्यो चलो राम्रो रहेछ एकचोटि तपाईँलाई पुगिहाल्छ त्यसपछि मेरो पालो अब यो सानो बोतल हगिदियो पो अब के गर्नु यसलाई भयो त हगिदिएको खाँदा खाँदा हग्छ गाह्रो छ हो अघि नै मलाई के थाहा छ त मम्मीले अनि दिदीले बोक्सीले बास पाउँछ बच्चा कामले बास पाउँदैन त्यो मलाई त्यस्तो गरिदिन्छु नि त कहिले जाएको त जेवम जेनम के तर होइन जेवम जेनमै यही कलर सुहाउँछ आमालाई ल नातिनीले चाहिँ यस्तै कति राम्रो घडी पायो अथवा सुनको के अरे ब्रेसलेट पनि भाग्यमानीको यस्तै हो उनीहरू रिङ पनि लेभेन्डु के हो यो पर्फ्युम खै खोलेर देखाउँ त माया ओइ वा के हो कति दामी यार अलिअलि त यो त के हो ल ठिक छ राम्रो छ ऊ अर्को पनि छ पर्फ्युम हो धेरै नलाउन हामीलाई त धेरै पर्फ्युम मनपर्छ यो चाहिँ आसले मन पऱ्यो ल आसले मन पऱ्यो भने चाहिँ राम्रो धेरै गन्ध छैन यसको अनि आमाले हिजो कुन छाड्नु भएको लभली वा के हो दामी देख्छ यो त धोप बासन कहाँ गरेछ के लिएर विजय छोराले विजय छोराले के एकैचोटि छ एकैचोटि 3 यस्तो घडी चाहिँ आयो अरे हाम्रो आशुलाई हो विजय छोराले एक ठाउँमा 3 एक ठाउँमा 6 एक ठाउँमा 9 अनि 12 त्यस्तो आएछ ल अनि कति बज्यो थाहा भएन ल साथीहरू माछा पकाउने कार्यक्रम सुरु भइसक्यो हाम्रो मोबाइल एकछिन चार्जमा राख्नु पर्यो किनकि चलाउनु त भएन चार्ज पनि गर्नुपर्छ भनेर राखेको झन् यो 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 बाँदरले नि यसले चार्जरबाट निकालिदिएछ मतलब फुल भयो होला भनेर लिनु गएको त चार्ज पनि फुल भएको हुन्छ
कस्तो खालको माथिको बच्चा हो दिदीको छोरा कि दिएछन् सातो पनि निकालिराखेको छ झन् यता पाक्दैछ हाम्रो माछा देख्न सक्नुहुन्छ गाइस माछा फ्राई बेसार कम भयो कि है यसमा त ठिकै देखेछ फेरि खोइ क्यामेरामा त किन बेसार कम देखिरहेको केही छैन अहिले पाकेको रातको रात हुन्छ जात गेम खेल्दै हो कि के हो युट्युब हेर्दो रहेछ ल मलाई हुन्छ मामी माछा रेडी भयो गाइस उयो छातिहाल्नु ए एउटा सिङ्गो सिङ्गो हो हामीलाई उयो खानु मम्मी वाह खामियो यता पाक्दैछ पाक्दै गर्छ खाँदै गर्छौँ हामी गजब छ तिम्रो नाम के हो सुमन हो सुशान्त ए सुशान्त हो माछा भइसक्यो रेडी गाइज अब यहाँ खसी मासु पकाउने आगो दन बोलिरहेको छु तेल साइडमा अब खसी मासु पकाउनु पऱ्यो अनि खाना चाहिँ उता एकतिर के अरे दिदीले बसाउनु भएको छ अनि यता ठुलो मम्मीले बसाउनु भएको छ अनि खानसाना खाने हो जाडोमा माछा खानुपर्छ माछा त मलाई खास गरी झोल बनाएर खानु मन थियो साथीहरू तर दिदीहरूले फ्राई मात्र खाने भन्नुभयो त्यही भएर फ्राई खाने हो खसीको मासु त अनि यो धुनु पर्ने हो नि दिदी होइन पर्दैन यो त पर्दैन ढेँडो पकाउने कार्यक्रम भइरहेको छ साथीहरू बुवाले पकाउँदैछन् ढेँडो आगो धुरो भयो कि बुवा आगो धुरो भयो ठिकै छ यतिको यो हुन्छ यो ढेँडो बेसी हुन्छ कि बुवाले खान सक्नुहुन्न बुवा एक्लै यत्रो ढेँडो खानु त बाप्रे चुलो भकिला कम्पनीको चुलो यस्तो इट्टा कम्पनीको चुलो बनाउनुपर्छ नि त्यो के हलेर माटो हलेर त्यो ऊ त्यस्तो बनाउनु पर्ने रहेछ ए पोख्नु लाग्यो लगाइसक्यो तिनीहरूले भाइले राखेको अवस्था धुलो त्यो सबै हाल्यो धुलो छैन यता ल्याउनु ढेँडो अलि यता ल्याउनु बुवाले दिए पनि चुलो बनाउनु भएछ ल अब मासु पनि पिठो हाल्ने झोल पातलो भयो बुवाले अनि पिठो हाल्नुपर्ने झोल भन्छ कि यसलाई अनि मान्छे धेरै छ नि त नि हाम्रो म भने म ल ल लगाइ अब खानसानाहरू खानु पऱ्यो फटाफट तातो तातो खानुपर्छ भिडियो बनाएर बस्नु भ्याउँदैन र भिडियो पनि सायद लामो भइसकेको छ र दिदी चाहिँ खाना हाल्ने मान्छे दिदी खाना हाल्ने मान्छे देख्न सक्नुहुन्छ गाइज खालि खाना हाल्नेमा पर्छ हेलो कौशल सिद्धार्थ अरमान ए यिनीहरू ग्याङमा खाना खाँदैछ गाइज यता खाना हाम्रो सुरु भइसकेको अवस्था देख्न सक्नुहुन्छ यता आमा दुईजना हुनुहुन्छ ठुलो मम्मी र मम्मी ए मलाई यो भयो मिठो भयो सानो कौशल मिठो भयो ए दादासँग खाएको हतार सकेन उसले ल यिनीहरूको ग्याङमा म पनि आएँ
आहा कता तो बाफाको यम्मी यो त कस्तो राम्रो हे आमा हो क्युटी देख्ने त यो टिन्डा चाहिँ छिपेको देखिने यो त आमा यो त कस्तो राम्रो देखेको आमा हो हाम्रो क्युटी सानो यो मेरो छोरा हो भ्लगमा हो नि त्यसमा नि तिमी हेरेर हो यतातिर हेर्न हाम्रो सन्तान आज कुकुर पनि छ त्यहाँ माथि पुगेन छ अरे के ऊ ओहो फुच्चीलाई नि भिडियो जस्तो ओहो कति राम्रो देखेको है रातो टी सर्टले भएमा भन्छ त जानु भएमा लाएन छ आज अर्को कान्छो बाजे चाहिँ उता छ अनि सुमित्रा दिदी छैन मासु पकाएको भएर यति कति धुलो अरे ल दिदीको भाग गाइज यो ढेँडो पनि खाँदै हुन्छ हाम्रो यहाँ नै दिदीको माछा कति रहेछ बा परिवार तर जाडो भइरहेको थियो मेरो लागि 2 पिस भयो है नानु पुग्यो बच्चाको आमा दुध आउनु पर्छ मलाई त आज त पुगिसक्यो अघि नै माछा खाएको हो हामी टन्नै भइसक्यो दिदीको भर्खर सुरु हुँदैछ अरूमा आज माछा खाएर मोज भएछ खुब मजा आयो यो बाई गाइस के हाल्छ हेर्नु